यो सुदन किराँतीले जुन किसिमको हाम्रो किराँत धर्मलाई यलम क्रिस्चियनसँग दाजेर र खै त्यो पेपर पल्टाउनुस् त त्यो 3 नम्बर 3 मा चाहिँ के लेखेको छ भने अब्राहमका सन्तानहरु नै किराँत हुन् र तिनीहरु नै नेपाल देशको प्रथम सुरवीर निर्माणकर्ता हुन्। उनीहरूले प्राचीन कालमा इस्रायल देशका कनान र किर्यत अर्बा लाई हेब्रोन भनिन्थे। यो किराँत साम्राज्यको प्राचीन पृष्ठभूमि पुर्खाहरू यिनै थिए भनेर लेखेको छ हैन। यहाँदेखि अर्को अब अरु धेरै चीजहरु छ यहाँनिर। अब यो राइटरको व्यक्तिको नाम हेर्नुस् त के छ तुलसी। राइटरको नाम चाहिँ रेप तुलसी किराँत खम्बुरे। अब नाम फेरि तुलसी हुने हैन। त्यहाँदेखि यो अनर यिनै हुन्। त्यहाँदेखि तपाईको चाहिँ यहाँ अब के रहेछ भने संस्थात्मक पास्टर ललितपुर बप्तिस्ट मण्डली लिभिङ 1995 साथ मिशनरी इन्टरनेशनल नेपाल के हो फिलोसफी INF UK 2007 देखि 14 सम्म सह पास्टर एन्डरसन बप्तिस्ट चर्च बेलायत 2007 देखि 17 सम्म अध्यक्ष नेपाल बप्तिस्ट मण्डली परिषद 2003-5 बहुउद्देश्य सामुदायिक सेवा 2004 देखि 7 नेपाली क्रिस्चियन काउन्सिल बेलायत र महासचिव नेपाली क्रिस्चियन काउन्सिल बेलायत सल्लाहकार नेपाल क्रिस्चियन समाज नेपाल बप्तिस्ट मण्डली परिषद बहुउद्देश्य सामुदायिक विकास सेवा रत्न बप्तिस्ट फाउन्डेसन अवधारणाकर्ता अलाट द चिल्ड्रेन इन्टरनेशनल अमेरिका 2006 रत्न बप्तिस्ट फाउन्डेसन लगायत धेरै छ। अब यसमा चाहिँ तपाईको प्रकाशनमा चाहिँ यहाँनिर बेथेल निवास ललितपुर भनेर लेखेको छ। यहाँ भित्र तपाईहरु हेर्न सक्नुहुन्छ यो धेरै चीजहरु छ। किराँतहरु इजरायलको किराँत अर्बादेखि प्यालेस्टाइन र तपाईको इजरायलको बीचको यो किराँत अर्बा भन्नेदेखि आछ नेपालमा भनेर लेखिएको छ। जुन चाहिँ नेपालको मूलवासी किराँतीहरुलाई हामीले बुझ्छौं हैन, उलाई आयातित मान्छे भनेर जुन तरिकाले इसाई मिसनरीद्वारा सञ्चालित सुदन किराँतीहरु छन् हैन, उसले हाम्रो सभ्यतालाई किराँती सभ्यतालाई मिच्ने प्रयास गरिरहेका छन् र म सम्पूर्ण किराँती दाजुभाइहरूलाई अनुरोध गर्न चाहन्छु यो बुक र किताबको तपाईहरु विरोध गर्नुस् हैन। हामी यो बुक एकचोटि तपाईहरु पढ्नुस् के लेखेछ हैन, जुन तरिकाले हाम्रो सभ्यतालाई माच्ने प्रयास गरिरहेका छन् हैन। यो यदि हामीले त्यतिकै चुप लागेर बस्दियौ भने हाम्रो सभ्यता खोसिने छन् र हाम्रो इतिहास नै हराइदिन्छ। हेर्नुस् बुकको नाम लेखिरहेछ किराँत खम्बु सम्पाङ राईहरूको हराएको राजवंशीको खोज, तर यसमा के उल्लेख गरेको छ भने राई लिम्बू किराँतीहरू क्रिस्चियन छन् भनेर र इजरायलबाट हैन आएका छन् नेपालमा हैन। यो सरासर गलत कुरा हो र यसको घोर विरोध हामीले गर्नै पर्छ, नभए हाम्रो जुन सभ्यता र मूल संस्कृति छन् त्यो नै हराइदिन्छन्। र यो भन्दा पनि जुन बेला चाहिँ सांस्कृतिक मन्त्री थिए माओवादीको पालामा उले भने थियो कि जसले नेपालमा क्रिस्चियन मान्दैन उसलाई म जेलमा राख्छु, संविधान नमान्नु सरह हो हैन। यो बेलामा यो क्रिस्चियन मिसनरीद्वारा सञ्चालित मान्छे हो, यो हाम्रो सभ्यतालाई मास्न खोजिरहेछ। तपाईहरु बेलैमा सचेत हुनुस् र यस्ता पाखण्डी र यस्ता क्रिस्चियनको एजेन्टहरूलाई लखेट्ने काम गर्नुस्, नभए हाम्रो समाजलाई तोड्ने पुरै षड्यन्त्र गरेका छन् र बाहिरबाट सञ्चालित मान्छे हो। कहीँ लेखेछ कुनै धर्म बुकमा कि किराँतीहरू अर्ब र इजरायल प्लेस्टाइनबाट आएका छन् भनेर यो मान्छे हैन कति हाम्रो सभ्यतासँग खेलिरहेछ, हाम्रो पहिचानसँग खेलिरहेछ। त्यो तपाईहरु यो बुकलाई राम्ररी पढ्नुस्। यसको ठाउँमा चाहिँ हैन हाम्रो एलेम्बर भगवान जुन चाहिँ एलेम्बर भगवान महाभारतको पात्र पनि हुनुहुन्छ र हामी हिन्दू पनि बौद्ध किराँत सबैले उहाँलाई मान्छ, हाम्रो भगवान सर हुनुहुन्छ। त्यही भएर हामी यो फोटो हटाएर यो सुदन किराँतीको फोटो राखेको हैन, यो पाखण्डीको फोटो राखेको। तपाईहरु यो बुकको हामी बहिष्कार गर्छौं र यो भगवानलाई मिसयुज गरेर हैन हाम्रो सभ्यतामाथि खेल्न खोजिरहेको, त्यसैले हामी विरोध गरिरहेछौँ। जय श्री राम। विरोध स्वरूप अब साथीहरूले अर्को लाइटर पहिलो लाइटर बल्छ। यहाँ हावा बढाउनुस् त्यसलाई। यो बाइबलले किताबहरू चाहिँ हामीलाई हाम्रो सभ्यतामा आज माङखिङमा आएर चाहिँ हामीले
यसलाई चाहिँ हामी नेपालमा चाहिँ प्रचार पनि हुँदैन र कुनै पनि हुँदैन। हामी जहाँको यहीँनिर सदियौँ सदिएको कैलाश भूमिदेखि मानव सरोवरदेखि उत्पत्ति भएको मानव सभ्यताको पहिलो सभ्यतादेखि नै अहिलेसम्म हामी किराँतीहरू मुद्दुमलाई एउटा कन्टिन्यू जानु पनि हाम्रो त्यो नेपालको मूल संस्कृतिलाई हैन विखण्डन पार्ने यस्ता पाखण्डीहरू सक्रिय छन् हैन। म किराँती दाजुभाइहरूलाई म के भन्न चाहन्छु भने सनातनी ओमकार परिवार हामी छौँ हैन। हामी पनि हाम्रो लागि पनि एलेम्बर हाम्रो देवता सरह हो। हामी पनि मान्छौँ र तपाईहरूको पहिलो राजा हैन किराँतलाई स्थापना गर्ने पहिलो योद्धाको रूपमा तपाईहरू मान्नुहुन्छ, हामी पनि मान्छौँ हैन। हाम्रो मूल संस्कृति एउटै हो हैन। हामी नभट्कौँ र यस्ता पाखण्डीहरूको षड्यन्त्रमा हामी नलागौँ। आज यो बुक हेर सुदन किराँतीको विरोध स्वरूप हैन हाम्रो दाजुभाइहरूले जलाएर आएको दृश्य तपाईँ हेर्न सक्नुहुन्छ। र म सम्पूर्ण साथीहरूलाई भन्न चाहन्छु कि तपाईँहरू पनि यस्ता ठाउँमा विरोध गर्नु। यो जहाँ भेट्नुहुन्छ पुस्तक ठाउँको ठाउँ जलाउनुहोस् या केही लफडा परेको खण्डमा हामीलाई खबर गर्नु होला। हामी यस्तो प्रकाशनहरूलाई बहिष्कार गर्नुहोस्। यस्तो प्रकाशनलाई बहिष्कार किनभने तपाईँहरूको छोराछोरीले यो पुस्तक पढिसके पछाडि किराँतको अस्तित्व र सभ्यता मासेर हामी क्रिस्चियन हौ भन्ने भोलि बेर लाउँदैनन्। यो कारणले गर्दाखेरि तपाईँहरूको नस्ल चाहिँ बर्बाद हुन्छ, तपाईँहरूको सभ्यता मासिन्छ। र सभ्यता मासिनु भनेको हाम्रो धर्म संस्कृति मासिनु हो। हामी नेपाली हौँ, हामी नेपालको सभ्यता मान्छौँ। हामी कुनै विदेशी भूमिका दलाल होइनौँ। हामी उनीहरूको खेताला भएर दलालको हेर्नुहोस् नि अहिले तस्बिर मात्र जलाएको छ। यस्तो दिन नआओस् कि यसैलाई जलाउने जय मौलिकता, जय मौलिकता, जय देश नेपाल, जय आमा नेपाल। सुदनको चाहिँ एउटा डर्दै गरेको फोटो खिच्नु पर्थ्यो, भाइरल हुन्थ्यो। गर्यो हो गर्यो त्यसलाई त क्लिप दिनु, क्लिप बनाउनु, त्यसलाई स्क्रिनसट मार्दै हाल्यो अब मार्दै पर्दैन होइन फेरि अहिले